दर्शकहरू, आज हामी गोदावरी नगरपालिका स्थित झररासी वडा नम्बर 13 झररासीमा सन्तानेश्वर मन्दिरमा आएका छौँ। यो मन्दिर चाहिँ धेरै पुरानो मन्दिर हो। यो केही वर्ष अगाडिदेखि चाहिँ यहाँ चाहिँ मन्दिरहरू निर्माण गर्ने, यहाँ चाहिँ यहाँ आएका भक्तजनहरूलाई बस्ने, अनि त्यसपछि यहाँ आएर घुमफिर गर्नका लागि चाहिँ बनाइएको छ। प्रशस्त रूपमा विकास गरेको छ गोदावरी नगरपालिकाले, यहाँका मेयरज्यूले। यो चाहिँ हाम्रो मुख्य मन्दिर हो, मुख्य द्वार हो यो चाहिँ। यहाँबाट चाहिँ हामीले चाहिँ देख्न सक्छौँ दर्शक वृन्द। यो चाहिँ हामी मन्दिरको वरिपरि घुमिरहेछौँ। यहाँ हेर्न सक्नुहुन्छ भक्तजनहरूले धुपबत्ती बालेर छोड्नु भएको छ। यो चाहिँ हाम्रो पूर्वतिरको द्वार हो। यहाँ चाहिँ निर्माण कार्य हुँदैछ, यहाँ देख्न सक्नुहुन्छ। निर्माण कार्य अझै पनि सिद्धिएको छैन दर्शकहरू। यहाँ चाहिँ पहिलाभन्दा अति नै राम्रो गरी विकास गरिएको छ। यहाँ हवन गर्ने ठाउँ पनि निर्माण गरिएको छ। हवनको लागि यहाँ छुट्टै स्थल निर्माण गरिएको छ। यहाँ चाहिँ नेपाली वास्तुशैली अनुसार यो अति नै कलात्मक रूपमा, अति नै सुन्दर तरिकाले यो चाहिँ पार्टी बनाइएको छ। दर्शकहरू, बिहान चाहिँ यहाँ बिहान चाहिँ यहाँ अलिकति एक्सर्साइज गर्नको लागि पनि यहाँ मानिसहरू आउनुहुन्छ। अनि यहाँ चाहिँ दोहोरो फाइदा हुने काम भयो। यो चाहिँ एक त शिवजीको दर्शन, अर्कोतिर चाहिँ आफ्नो स्वास्थ्यका लागि चाहिँ मानिसहरू कसरत गर्नुहुन्छ, देख्न सक्नुहुन्छ। विदेशी पर्यटकहरू पनि आउनु भएको छ, यहाँ भिडियो बनाउँदै हुनुहुन्छ। विदेशी पर्यटक डकुमेन्ट्री यहाँ ठुलो घन्टा छ। हेर्नुहोस् दर्शकहरू, हाम्रो यो सन्तानेश्वर महादेवको मन्दिरमा ठुलो घन्टा चढाइएको छ। दर्शकहरू, अब हामी चाहिँ यो चाहिँ पश्चिमतिरको द्वार हो। दर्शकहरू, यो पश्चिमतिरको द्वारतिर आइपुगेको छु म। यो हो पश्चिमतिरको द्वार। यता देख्न सक्नुहुन्छ दर्शकहरू, यो चाहिँ हाम्रो यहाँबाट चाहिँ ठैब जान सकिन्छ। त्यो अघि मैले सुरुमा देखाएको चाहिँ हामी उता चापागाउँतिरबाट आउने ठाउँ हो भने यो चाहिँ ठैबतिरबाट यहाँ आउन सकिन्छ। यो चाहिँ उत्तरतर्फबाट आउन सकिन्छ। अघि चाहिँ दक्षिणतर्फ भयो, यो चाहिँ उत्तरतर्फ। अनि यहाँ चाहिँ हाम्रो कार्तिकेय अनि गणेशजीको मूर्ति पनि छ। यहाँ चाहिँ सन्तानेश्वर बाबालाई यहाँ चाहिँ नमस्ते गरिरहनु भएको छ। यहाँ चाहिँ ठुलो त्रिशूल पनि देख्न सक्नुहुन्छ दर्शकहरू। धेरै टाढाबाट देखिन्छ यो त्रिशूल त। दर्शकहरू, यहाँ भक्तजनहरू आउनु भएको छ।
यहाँ चाहिँ हाम्रो दुर्गाको मन्दिर देख्न सक्नुहुन्छ। भवानीको मूर्ति छ। दर्शकहरू यो पनि एकदमै कलात्मक रूपमा बनाएको छ। सम्पूर्ण देवीहरूको मूर्तिहरू बनाइएको छ यहाँ। नवदुर्गा मलाई त सबै देवीहरूको नाम थाहा भएन, यहाँ होला महेश्वरी, ब्रह्मी, अनि महालक्ष्मी, चामुण्डा, इन्द्राणी, अनि बाराही पछि आउँछ हाम्रो वैष्णवी, अनि कमारी, अनि आउँछ हाम्रो फेरि यही आउँछ महेश्वरीको। यो चाहिँ हाम्रो नवदुर्गाको मन्दिर पनि छ दर्शकहरू। यहाँबाट चाहिँ हामी काठमाडौँ तर्फको दृश्य यताबाट हेर्न सक्छौँ दर्शकहरू। ऊ पर अहिले अलिकति वातावरण थोरै प्रदूषण भएको भएर दर्शकहरू हामीले चाहिँ यहाँबाट नागदहदेखि अलि धमिलो देखिन्छ दर्शकहरू। सम्पूर्ण काठमाडौँ उपत्यका यहाँबाट देखिन्छ। यताबाट चाहिँ फुलचोकी डाँडा पनि देखिन्छ दर्शकहरू। म कताबाट सबैतिरको दृश्य देख्न सक्नुहुन्छ। म यहाँ माथि जान मिल्छ एकैछिन जान्छ है त। कसरी यहाँबाट जताततै देखिँदो रहेछ है। फुलचोकी डाँडा पनि देखिन्छ नि है यहाँबाट फुलचोकी डाँडा पनि अलि देखिएन। यहाँबाट सूर्योदय